साथीहरू, आज चाहिँ म हजुरहरूलाई डेलिभरी ड्राइभरको जिन्दगी नजिकबाट छ। ड्राइभर गर्नु सजिलो काम हो, तर हामीलाई मात्र थाहा छ ड्राइभर गर्नुको पीडा। घाम, धुवाँ, धुलो, ट्राफिक सबैलाई जित्दै समयमै पुग्ने प्रयास गर्दै हिँडेका हुन्छौँ। एक त घरबाट टाढा। ड्राइभर भनेको सामान बोकेर हिँड्ने मात्र होइन, कसैको सपना, कसैको भरोसा, कसैको आश बोकेर हिँडेका। कहिलेकाहीँ ग्राहक रिसाउँछन्, कहिलेकाहीँ बाटो धेरै अप्ठ्यारो हुन्छ, तर पनि हामी मुस्कुराउँदै भन्छौँ ठिक छ सर। हामीलाई थाहा छ हाम्रो एक डेलिभरीले कसैको दिन राम्रो हुन्छ। जब दिनको अन्तिममा एक इमानदारीको आउँछ